हेलो गाइज, अब म चाहिँ हिँड्दैछु अब टुई घुम्नलाई होइन। अब यहाँ म चाहिँ मन्तिजोबाट चाहिँ अभेरो जाँदैछु है गाइज। बोल्ड आउँदैछ मेरो। अब फाइनली म चाहिँ यहाँ बस पार्क आइपुगेँ। अब चाहिँ होइन, अब म चाहिँ बस पार्क जाँदैछु। अब गाडी खोज्नु पऱ्यो, रेड एक्सप्रेस टन्नै छन् होइन गाडीहरू चाहिँ। हेलो गाइज, लुखुर हिँड्दैछु है म चाहिँ। अब यसरी गाडी सनन चढेर जानुपर्छ। अब फाइनली बस आयो गाइज होइन। बसमा चढिसकेँ, म चढिसकेको छु। अब चाहिँ 2.5 घन्टाको यात्रा हुनेछ मेरो। यता सिट खाली छ, तरुनुपर्छ कि मेरो सिटमा। हेर्नु सोच्छु गाउँ, यस्तो गाउँ छ मजाको, रमणीय ठाउँ छ। हेर्नु सोच्छु बाटोभरि गाडीको जाम छ, बाहिर हेऱ्यो यस्तो रमाइलो ठाउँ छ। फाइनली पुग्नलाई म गाइज हो। यस्तो रहेछ, यता गाउँ रहेछ होइन। यहाँको बस स्टेसन चाहिँ यस्तै रहेछ है। यहाँको बस स्टेसन चाहिँ हेर्नुहोस् गाइज। हेर्नु यतै बस स्ट्यान्डमा आइपुगेँ। झरेर लुखुर हिँड्दैछु। अब डुल्ने हो, उता गएर हो यता जाने अब डुल्नलाई। यस्तो बिल्डिङ छ है गाइज, हेर्नुहोस् यहाँ। हाय गर्मी भयो गाइज। हेलो गाइज, गर्मी भयो गाइज। पुल माथि यार, कस्तो पुल खोला होला भनेको त छैन रहेछ नि त। ओ त्यहाँ त के लेखेको छ यहाँ, काइसा पोर्तो आइपुगेँ क्या म घुम्दै। के हो गाइज, हिँड्दै त म कहाँ पुगेछु। यत्रो पुल छ, तल खोला होला भनेर हेरेको त रोड पो रहेछ। हाट झुक्काए मादर कुलीले। यत्रो खोलाको लागि चाहिँ गाइज यहाँ चाहिँ पोर्चुगलमा यत्रो पुल हालेको रहेछ होइन। यत्रो पुल छ, खोला चाहिँ ब्लास्टै ठुलो है। हेर्नु है, फेरि पानी बगिरहेको नि यहाँ, यत्रो खोला है। पुल चाहिँ यत्रो छ फेरि, आम्मामामा।